दिनहुँ धेरै स्क्यामहरू भइरहेको छ, तर ती मध्ये एउटा स्क्यामको बारेमा आज अलिकति चर्चा गरौँ। अब व्हाट्सएपको कन्टेक्स्टमा हेर्ने भने हाम्रो लाइफको एउटा एकदमै इम्पोर्टेन्ट पार्ट भनेको व्हाट्सएप भइसकेको छ र अहिलेको सिनेरियोमा हेर्ने हो भने व्हाट्सएप रिलेटेड स्क्याम पनि एकदमै धेरै बढिरहेको छ। अब यो कस्तो स्क्याम हो भनेर अलिकति अझै राम्ररी बुझ्नु पर्दा कतिपय सिचुएसनमा के भइरहेको छ भने हाम्रो व्हाट्सएप पनि ह्याक भइरहेको सिचुएसनहरू छ। अब त्यसमा हामीले के गर्न सकिन्छ भने अथवा कसरी ह्याक हुन्छ भनेको कुरामा अलिकति बुझ्नु पर्दा हाम्रो मोबाइलमा हामीले व्हाट्सएप चलाउँदै गर्दा एक्कासी एउटा ओटीपी लिंक आउँछ अथवा एउटा ओटीपी आउँछ अनि त्यो ओटीपीलाई हाम्रो कुनै पनि व्यक्तिले हामीलाई फोन गरेर जसले ओटीपी पठाएको जसले ह्याक गर्ने नियत राखेको छ फोन आउँछ र फोन पिक गर्ने बित्तिकै सो व्यक्तिले म ब्याङ्कको मान्छे हो अथवा कुनै पनि फलानु व्यक्ति हो, हजुरहरूलाई कुनै सर्भिसको कुरा गरेर हजुरको मोबाइलमा एउटा ओटीपी आएको छ मलाई शेयर गर्नु भनेर भन्नुहुन्छ। अनि त्यहाँ हामीले के गर्छौं भने हामीले ओटीपी शेयर गर्छौं र त्यो ओटीपी शेयर गर्ने बित्तिकै के हुन्छ भने सो व्यक्तिले हाम्रो व्हाट्सएप ह्याक गर्ने एउटा जुन चाबी हुन्छ त्यो पाउँछ। अनि त्यो भइसकेपछि हाम्रो व्हाट्सएप ह्याक हुन्छ र ह्याकरहरूको नियत के भइरहेको छ भने हाम्रो व्हाट्सएप ह्याक गरेर हाम्रो जुन पनि डेटाहरू छ त्यसलाई स्टिल गर्ने र अर्को भनेको त हजुरहरू र म अहिलेको सिनेरियोमा हेर्ने हो भने यो अमाउन्ट ट्रान्सफर वाला कन्टेक्स्टमा अथवा म एक्सिडेन्ट भयो मलाई पैसा पठाइदिनु न भनेर त्यस्तो कुराहरू एकदमै धेरै बढिरहेको छ र साइबर ब्युरोमा गएर पनि हेर्यो भने व्हाट्सएप ह्याक भएको, व्हाट्सएपको थ्रु पैसा मागेको र पैसा ट्रान्सफर पनि गरेको पछि बुझ्दै जाँदा त अब जसले पैसा मागेको सो व्यक्तिले त होइन मैले मागेकै छैन भनेर भन्दा अब ह्याकरले हाम्रो व्हाट्सएपबाट डिफ्रेन्ट व्यक्तिको थ्रु चाहिँ अमाउन्ट कलेक्ट गर्छ र त्यसरी हाम्रो डेटा पनि इन्फ्लुएन्स भयो र हाम्रो डेटा हाम्रो अमाउन्ट पनि ट्रान्सफर भइरहेको छ। सो योबाट हामीले बच्नको लागि के गर्नुपर्छ भने जुन हामीलाई ओटीपी आउँछ ओटीपी कहिले पनि कुनै पनि तेस्रो व्यक्तिलाई शेयर नगर्नु अथवा कुनै दोस्रो व्यक्तिलाई नि शेयर नगर्नु। त्यति मात्र गर्न सक्यौ भने हामी स्क्यामबाट बच्छौं र हामीले जुन पनि लिंकहरू क्लिक गर्छौं त्यो लिंक क्लिक गर्नबाट अभोइड गरौँ।